बुझे हामी यता जान आएको नि यता जान आएका तिमी पनि चुप लाएर बस भनेर भित्र छिरेको जब भित्र प्रवेश गरे गृह प्रवेश गरे गरेको ब्राह्मण पत्नीहरू रसोई बनाउँदै हुनुहुँदो रहेछ। कोही पकौडा बनाउँदै हुनुहुन्थ्यो, कोही कडी बनाउँदै हुनुहुन्थ्यो, कोही चावल बनाउँदै हुनुहुन्थ्यो, कोही सब्जी बनाउँदै हुनुहुन्थ्यो, कोही फुल्का रोटी बनाउँदै हुनुहुन्थ्यो, कोही मिठाई बनाउँदै हुनुहुन्थ्यो। गएर ब्राह्मण पत्नीहरूलाई दुई हात जोडेर बिन्ती गर्नुभयो। त्यहाँमाथि नजिकै कृष्ण बलराम आउनु भएको छ गाई चराउन भनेर। उहाँहरूलाई भोक लागेको छ, केही खानेकुरा याचना गर्दै हुनुहुन्छ, केही चाहियो अरे। सुन्ने बित्तिकै ब्राह्मण पत्नीहरूको मनमा भाव विभोर भयो, समुद्र चल्न हर्षका लहरहरू उमडिन थाले। नजिकै कृष्ण बलराम आउनु भएको छ। ओहो लु बस एकछिन बस है, म तयारी गर्छु रसोई भनेर। कसैले पकौडा बनाउन थाल्नुभयो, कसैले तरुवा बनाउन थाल्नुभयो, कसैले तस्मै बनाउन थाल्नुभयो, कसैले पेडा बनाउन थाल्नुभयो, कसैले माखन निकाल्न थाल्नुभयो। घरमा विभिन्न प्रकारका मिष्ठान्न परिकारहरूका स्वाद आउन थाले, सुगन्ध बाहिर फैलिन थाल्यो। अब यज्ञमा बसेका ब्राह्मणहरूका मुखबाट पानी आउन थाल्यो। बक्स्यो बहिनी हाम्रा बौलाइ कि क्या हो, आज त निकै मिठो मिठो स्वादहरू पाकिरहेछ, स्वाद आइरहेछ, कुरो के हो? अब हवन गर्नुपर्ने अघिसम्म यसो अल्छिलाए पाराले हवन गरेर थियो, अहिले छिटो स्वास्वा गर्न थाले। मिठा मिठा परिकारका स्वादहरू आउन थालेपछि जब कर्म गर्दै हुनुहुन्थ्यो ब्राह्मण पत्नीहरूले भोजन रसोई बनाएर तयारी गर्नुभयो। तयारी बनाइसकेपछि थालीमा सजाउनु भयो, सजाएर उठाउनु भयो। लिएर जानेका लागि ती ग्वालबालहरू के भन्छन् ब्रजवासीहरू भन्दा माथि खाइदिनुहोस्, हामी लिएर जान्छौँ, खै हामीलाई दिनुहोस्। ब्राह्मण पत्नीहरू भन्नुहुन्छ बल्ल बल्ल सौभाग्य जुडिया छ, कृष्ण बलराम नजिकै आउनु भएको छ, त्यो पनि तिमीहरूको हातमा लिएर जान दिन्छौँ, हामी आफै लिएर जान्छौँ। घरबाट निस्केन